यो गीत चाहिँ खेमसञ्जरी दाजुको है। म चाहिँ गाउने प्रयासमा छु, सुनिदिनु होला। इन्डिया आए म त तल्लो बाटो हुँदै, घर सम्झेर गाउँ सम्झेर देश सम्झेर रुँदै, कहिले हिँडे ढुङ्गे बाटो कहिले हिँडे जङ्गल, आमा तिम्रो आशीर्वादले छुने कुशल मङ्गल, ए बाबा तिम्रो आशीर्वादले छुने कुशल मङ्गल। यो चाहिँ मेरो लागि है। विदेश नजाने सोच राख्यो भने बाआमाले दिएको ऋण कसरी तिर्न भन्ने पिर लाग्छ। फेरि विदेश जाने सोच राख्यो भने त्यो रातो काठको बाकसमा फर्किने हो भन्ने डर लाग्छ। ठुक्क मेरो जिन्दगी पनि के हाल्छ। दिन यस्तो नराम्रो पनि आएको छैन मेरो कि त मुजीहरूको अगाडि आएर झुक्केर बोल्नु पर्ने साइडक म्याजिक्सहरू। अरे वाह, कति राम्रोसँग बोल्यो है। जुन आमाले 9 महिनासम्म कुखमा राखेर जन्माउनु भयो, हुर्कानु भयो, राम्रो स्कुलमा पढाउनु भयो, आज त्यही आमाको विदेश गर्दैछौ दिदी। तिम्रो पनि घरमा दाइ भाइ होलान् अथवा दिदी बहिनी होलान्। यो भिडियो तिम्रो छिमेकीले हेर्लान्, पछि तिम्रो के हाल हुन्छ। दिदी भन्नु न, तिमी छोरी हौ, संस्कारी अनि असल हुनुपर्छ, बोल्नेको टमी सिक्नुपर्छ। हामी त छोरा मान्छे हो नि, अरूको देशमा गएर आफ्नो परिवार पाल्नको लागि पसिना बगाउन जान्छौँ। तर एउटा कुरा ख्याल राख दिदी, अबदेखि बोल्नेको टमी सिक्नुपर्छ। अपनी इस बात पर घमंड नहीं, गुरूर करता हूँ। और जिसको दिल से चाहूं उसको कभी छोड़ता नहीं। एक बार जिसको छोड़ दूं पलट कर कभी मुंह मोड़ता नहीं। सात बस्तीमा मात्र होइन, यो नेपालको अधिराज्यभरिमा आगो लगाइदिन्छु। मेरो मायालाई कसैले चस्स छोए मात्रै भने। तिम्रो बाबुको सम्पत्ति हो र आगो लाउँछ।